सबैजनालाई जय गुरु अनि नमस्ते। उपस्थित हाम्रो हानिर क्याप्टेन अफसर साहब आजको चिफ गेस्ट पनि हो उहाँ, अनि उपस्थित हाम्रो सम्पूर्ण साहबहरू मुनि साहबहरू सबैलाई के अरे यो हाम्रो 11 गोर्खा राइफल्सको जो भुगु सङ्गठन छ, भुगु सङ्गठनमा हाम्रो क्याप्टेन लोकसन साहबलाई धेरै धेरै स्वागत छ। हामी सम्पूर्ण भुगु सङ्गठनको तर्फबाट हाम्रो क्याप्टेन लोकसन साहबलाई धेरै धेरै स्वागत छ। साथमा उहाँको मेम साहबलाई पनि स्वागत गर्न चाहन्छु। र अनि साहबले हाम्रो रेजिमेन्टमा र हाम्रो यहाँको भुगु सैनिक भुगु सङ्घको लागि एउटा ठुलो उपाधि ल्याङ र ठुलो नाम कमाएर आउनु भएको छ। त्यो हामी सबैको लागि गर्वको कुरा हो। र ढिलै भए पनि हामी 11 गोर्खा राइफल्सको भुगु सङ्घको तर्फबाट साहबलाई मेम साहबलाई यसको लागि धेरै धेरै शुभकामना छ र बधाई। अहिले हाम्रो क्याप्टेन लोकसन साहब सेकेन्ड इयरबाट हुनुहुन्छ र अस्ति यो केकको प्रोग्राम हामीले फर्स्टचोटि भएर हामीले सबै कुराहरू अर्गनाइज हुनु सकेन। यस्तो गर्दै जाँदाखेरि अलिकति फेरि हामीले नि आइडिया आउँदै गयो र सबै साहबहरू सल्लाहकार साहबहरूसँग हामीले सल्लाह लिँदै गएपछि यसो गर्दाखेरि कसो होला भन्ने सबैकोबाट निजो निकालेपछि चाहिँ फेरि अब यो केक पनि अनि एउटा सानो बुके पनि हामीले प्रोग्राममा आयोजना गरिएको छ। र अब म क्याप्टेन लोकसन साहबलाई अनुरोध गर्न चाहन्छु। हाम्रो 11 गोर्खा राइफल्सको भुगु सङ्घको अध्यक्षज्यूलाई म अनुरोध गर्न चाहन्छु, क्याप्टेन लोकसन साहबलाई सानो एउटा खाता ग्रहण गरी उहाँलाई वेलकम गर्नको लागि म अनुरोध गर्न चाहन्छु। मेजर क्याप्टेन कर्णबहादुर तामाङ मेमको लागि म क्याप्टेन कर्णबहादुर तामाङ मेम साहबलाई अनुरोध गर्न चाहन्छु, उहाँको मेम साहबले एउटा सानो पुष्प ग्रहण गरी उहाँको फेरि उहाँको अनि क्याप्टेन लगातार भन्दै जानुहोस् नाम welcome and be happy and great. I am proud of you. यत्रो सेवा कालीन गरिसक्नु भएको बादमा मेम अर्को एउटा मेम साहबलाई नानी तपाईँ धेरै लकी हुनुहुन्छ म्याडम है। धेरै दिनमा सहीसँग आफ्नो खुट्टाहरू लिएर यसरी क्याप्टेनको ऱ्याङ्क पदोन्नति लिएर आउनु भनेको सर्वप्रथम भगवान् दुर्गाले रक्षा गरेको, हामी शाक्यमणि गौतम बुद्धले सधैँभरि रक्षा गर्नु। म त यहाँ आइरहन्छु, यहाँ सम्झिने भएर यतै छ। कान्छी बुहारीको गुरु पनि छ। ओके भयो हातमा खाता पहिला भेट्दैन भनेर अहिले जानु पायो खुसी। पालो पालो गर्दा ढिलो हुँदैन।
पछि चाहिँ केक कटिङ हुन्छ। अब म हामी प्रेसिडेन्ट लोकसभा साहबलाई अनुरोध गर्न चाहन्छु, हामीले एउटा सानो केक को प्रोग्राम राखेको छ। माननीय आजको प्रमुख अतिथि शुभदन क्याप्टेन लप्सन साहब एन्ड सुनिता तामाङ म्याम लगायत काठमाडौँ 11 गोर्खा राइफलमा सम्मिलित भएका हामी छवरै पल्टनको साहबहरू, एनसिओ साहबहरू, दिदीबहिनीहरू, अझ धेरै भन्दा धेरै गदगद भएको, खुसी भएको दिनहरू हामी गरिरहेका छौँ। यो संस्थामा अब हामी बडा खुसीको साथ भन्नु पर्दा के भन्न चाहन्छौँ भनेदेखि सर्वप्रथम हामीले जब क्याप्टेन वीरेन्द्र साहब र एउटा अहिले उहाँ डिएसीमा जानुभएको छ, त्यो भाइको नाम के अरे, सचिव आसबहादुर, उनीहरूको नेतृत्वमा लेबेन्जियारमा एउटा बनाउनु पर्यो साहब भनेर यिनीहरूको अनुग्रह गरेको कारणले गर्दाखेरि हामी यसरी भेटघाट हुने मौका पाएको छौँ। यो ग्रुपमा साहब पनि साथैमा सामेल हुनुभयो। म त घरकै नजिक साहब, तर घर आफ्नो घर आँगन चाहिँ टाढा हुने अवस्था हुँदो रहेछ काठमाडौँमा, बिजी व्यस्त भएको कारणले गर्दा। हिजो अस्ति नै तपाईँहरू आउनुभएको मलाई थाहा पनि भएन होइन। र आज खुसी छ, सुब्दानारायण साहब, उपाध्यक्षज्यू लगायत साहब सुनबहादुर सुब्दर साहब, अनि यहाँ साहब अहिले सचिव गर्दै हुनुहुन्छ। यो सानो टिममा अहिले भर्खर नयाँ सिक्दै गएको कारणले गर्दाखेरि कतिपय कुराहरूमा कमी कमजोरहरू पनि हुन्छ। र सिक्दै गएको छ, हरेक चिज सिक्दै जान्छ। र अर्को साहबको बारेमा म के भन्न चाहन्छु भनेदेखि साहबले आफ्नो सेवाकालीनको दौरानमा मैले सुनिबस्छु, साहब बस्ने उहाँको त बस्नु भए पनि धेरै कुर्बान गरेको बादमा अन्तिम र्याङ्क लिएर आएको छ। हाम्रो लागि यो जनरल र्याङ्क हो। आज दिनमा क्याप्टेनको पैसा तपाईँहरूलाई थाहै होला कि एउटा मिनिमम एउटा क्याप्टन अब मेरो अब 1 लाख तपाईँको 6,795 छ बिमिसाले। त्यही भएर अब साहबको ग्रेजुटी एकोमोडेसन धेरै राम्रो आएको छ। त साहबको फ्युचरमा हामी यही आशा गर्छौँ, मा दुर्गासँग सधैँभरि सुख र शान्ति समिति रहिरहँ। र यसरी नै तपाईँको सजेसनहरू पल्टनमा जति योगदान दिएर तपाईँले एउटा एडभाइजरको हैसियतमा एउटा सिनियर कमान्डरले तपाईँले विभिन्न किसिमको फिल्डमा तपाईँले नेतृत्व गरेर आउनु भएको छ। त्यसरी नै यो भूभूमा हालमा जमिरहेको नेतृत्वलाई अब केही कमी कमजोर हुँदा आफूले सहभागी अब हातीबन्द गर्नुहुन्छ भन्ने आशा छ। र मलाई अर्को पनि आशा के छ भने सुनिता मेमसँग पनि त्यो फोकामा हेर्नुहोस् त छ होला कि उहाँले पनि जति दिदीबहिनीहरू हुनुहुन्छ पल्टनमा कतिजना दिदीबहिनी बस्नु भएको छ, कति छैन। त त्यही दिदीबहिनीहरूलाई पनि एक आपसमा हातमालो गर्ने, एक आपसमा दुःख सुखमा बाँड्ने, त्यो पनि एउटा काम गरिदिनुहुन्छ भन्दै सम्पूर्ण मेरो आज उपस्थित हुनुभएका हलदार मनोज एन्ड मनोज मिसेस मनकुमारी तामाङ, क्याप्टेन चिफ गेस्ट हवस् के अरे लप्सन साहब र सुनिता म्याम लगायत सम्पूर्ण साहबहरू, दिदीबहिनीहरूलाई मेरो यही अनुरोध छ। मेरो चिन्जान तपाईँहरूलाई थाहा भएको कुरो घरिघरि भनिदिनु पर्दैन। म करबहादुर तामाङ, क्याप्टेन करबहादुर तामाङ, फाइनल गोर्खा राइफलको 11 ग्रुपको अब एउटा संस्थागत रूपमा चाहिँ यस्तो खालको बोलियो बनाएर जाने चाहिँ हामीले एउटा हिम्मत गरेको छ। यसमा उपाध्यक्ष हाम्रो मेरो अब साहब सिनियर साहब नारायण साहब हुनुहुन्छ। त्यो भन्दै साहबले अब केही कुराहरू छ भने पल्टमा मैले बताइहाल्यो, जति योगदान गर्नुभएको छ। यसरी नै तपाईँको उज्जवल भविष्यको लागि मेरो सम्पूर्ण यो अध्यक्ष लगायत सम्पूर्ण टिमले हजुरको भावी भविष्यमा फलोस् फुलोस्, सुख शान्ति समृद्धि रहोस् र दिन 2 गुणे रात 4 गुणे रहोस्, उन्नति हुँदै हामी फेरि तपाईँको यो फलस्वरूप तपाईँहरूको सुस्वास्थ्यको लाभको कामना गर्दै सम्पूर्ण यो 11 GR बोगरा 11 GR को ग्रुप क्रान्ति बटालियनको तर्फ पल्टनबाट सम्पूर्ण उबाट हार्दिक अभिनन्दन गर्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। अब म सबलाई अनुमति गर्न चाहन्छु कि हामीले सानो केक ग्रहण गरिएको छ साहबलाई। साहबले यहाँ केक काट्ने प्रोग्राम सुरु गरिदिनुहुन्छ भन्ने अनुरोध गर्दछु। Okay, welcome Captain Lopsan Saab and Ma'am. Thank you, everybody. Welcome. त्यो दिन दुईजनाकै हातमा
होइन दुईजनाको हाम्रो पहिला होला नि एकैचोटि हुन्छ बराबर फोटो है ल उहाँले उहाँ खाँदिनु हो यो त अब देख्ने गरी खानु ल ल वेलकम अस्तिको अधुरो पनि आज पुरा भयो यो सपना पुरा भयो आज सपना पुरा भयो। अनि हामीलाई थाहा लाग्यो यसरी तपाईँको बुढाबुढीले नै आफ्नो श्रीमान श्रीमतीले के खाएको नि त हामीले देखा पर्यो हामीले त खुवाउनु पाएन थाहा पनि भएन खुवाइदिने हो कि फिके आज तपाईँहरूले यो प्रोग्राम राखिदिनु भएकोमा म धेरै खुसी छु। अध्यक्ष हाम्रो क्याप्टन वीरेन साहब, कनवाल साहब, नारायण साहब, मनोज भाइ, कल साहब, हाम्रो सुनिल नम्बर साहब, धन साहब, सिनेटी मैले भनेन त्यसमा भुलमाइ नगर्नु। अनि हाम्रो म्यामहरूलाई सबैलाई आज तपाईँहरूले यो प्रोग्राम राखिदिनु भयो। मेरो अझै जो कदलाई अझै माथि पुर्याइदिनु भयो। 28 साल 28 दिन गरेर जस्तो गएको थिएँ, यङ्गो गएको थिएँ, बुढो भएर आएँ, तर सही सलामत आएँ। एउटा खुसीको कुरा थियो। अनि मान्छेले कोही पनि एचिभमेन्ट पाउनु भन्दैमा त्यो हाम्रो पुस्तैभरिलाई पुग्ने त होइन, तर एउटा एचिभमेन्ट सानो कुरा पनि अगर आफूले हासिल गर्न सक्यो भने त्यसमा पनि हामी खुसी हुन्छौँ। जसरी मैले फौजमा काम गरेको थिएँ होइन, धेरै स्ट्रगल गर्नु पर्ने हुन्छ सबै ठाउँमा। अब यहाँ सिभिलमा आएर पनि कोसिस गर्छु। हुनसक्छ राम्रो होला या नहोला, तर कोसिस चाहिँ जारी नै रहनेछ। कहीँ पनि हाम्रो संस्थामाथि सुख दुःख मतलब कहीँ साथ दिनु पऱ्यो भने म हमेसा अगाडि बढ्ने नै छु, हेल्प गर्ने प्रयासमै रहन्छु। यति भन्दै आज म एउटा सानो हाम्रो भुपो टिमलाई एउटा सानो यो अर्पण गर्न चाहन्छु। हाम्रो क्याप्टन वीरेन साहब, हाम्रो भुपोको अध्यक्ष Thank you.